गलत त त्यो परिवार हो जो आज पनि रोएर बसिरहेको छ। गलत त त्यो परिवार हो जो आफ्नो सन्तान सुध्रियोस् भन्ने हेर्न चाहिरहेको छ के। गलत त त्यो श्रीमती हो जुन आफ्नो श्रीमानको सुधार हेर्न खोजिरहेको छ के। गलत हो नि त्यो परिवार, गलत हो। हरेक विगतलाई भन्दा पनि आज मेरो परिवार, मेरो श्रीमान, मेरो छोरा उपचारमा हुनुहुन्छ, हामीलाई विश्वास छ उहाँ सुध्रिएर आउनुहुन्छ भनेर बसिराख्नु भएको छ क्या। गलत हो त्यो परिवार। साँच्चै त्यो सोच्नु गलत हो। कि साँच्चै गलत हो त्यो परिवार, कि साँच्चै गलत गरिदिएको मेरो लागि त्यो परिवारले। गलत हो। जहाँ नालीमा सुत्नु पर्ने मान्छे, चितामाथि मरेर जल्नु पर्ने मान्छे, जेलको कुनै अन्धकार कुनामा 25 वर्षको सजाय खानुपर्ने मान्छे आज ऋण सापट गरेर उपचारमा राखिदिनु भएको छ। गलत हो नि त्यो परिवार, त दुश्मन हो त्यो परिवार। जहाँ समाजले कुकुरलाई मान्छ तर तपाईहरुलाई मान्दैन के। उसलाई मान्छे बनाउँछु भनेर उपचारमा राख्नु भएको छ नि, गलत हो नि त्यो परिवार। त्यो त गलत ठान्छु नि मैले। गलत हो त्यो श्रीमती 20औं वर्षदेखि यो श्रीमानलाई झेलेर बसिरहेको छ नि। कति सोझी होला कि त्यो श्रीमती, त्यत्रो गर्दा पनि छोडेर नजाने कि। गलत हो नि त्यो श्रीमती। जहाँ म जस्तो मान्छेसँग सँगै रहिदिनु भइदिनु, मेरो सुधार हेर्न चाहनु गलत रहेछ नि त। मेरो श्रीमान सुध्रिनुहुन्छ भन्ने आशा बोकेर उपचारमा राखिदिनु गलत रहेछ नि त।